पूजा गरिराख्नु भएको छ हाम्रो रमितामा। मेरो 15,700मा सबैलाई स्वागत छ। विनोद सर नभेटेर मेरो 15,700 लगभग सुकिसक्यो। अनि त्यही भएर चाहिँ विनोद सरलाई खोज्नु हुनेलाई अब मैले ल्याएको छु। यहाँ जसरी पनि हाम्रो विनोद सर आइदिनुहुन्छ अब। ए नमस्ते सर, नमस्ते, नमस्कार सर। मेरो 15,700 हजुर 15,700 को प्लेटफर्ममा 15,700 को प्लेटफर्ममा तपाईँलाई म पुनः स्वागत गर्न चाहन्छु। हजुर 15,700 लाई चाहिँ अलिक चाँडै मोनिटाइज गरिदिनु भएर गुगललाई सर, गुगललाई हेलो गुगलजी। गुगलले मात्रै भएन, गुगलले त एउटा क्राइटेरिया बनाइदिएको छ नि। अब हामीलाई माया त दर्शकले गर्नु पर्यो नि। हजुर 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 होइन, गुगलले एउटा क्राइटेरिया बनाइदिन्छ, माया त दर्शकै चाहियो। दर्शकहरूले चाहिँ एकदम विनम्र अनुरोध गर्दछु, हाम्रो यति दुःख गर्नु भएको छ, हाम्रो टेक्नो सरले यति दुःख गर्नु भएको छ, पुरै छोडो होइन। हजुर दिनदिनै सुटिङमा दिन राति सुत्नलाई फुर्सद छैन, खान फुर्सद छैन, हेर्नु त बिचरा गोलमोल भइसक्यो। त्यसले गर्दाखेरि हाम्रो टेक्नो सरको दुःखलाई मध्यनजर गरेर हजुर सबैजना माया गरिदिनु होला, च्यानललाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। 15,700लाई चाहिँ माया गरिदिनु होला। यो च्यानल मोनिटाइज हुन साथ टेकेन्द्र सर र म मिलेर एकदम बिग प्रोजेक्ट होइन सर, बिग प्रोजेक्ट लिएर हामी तपाईँहरूमा आउनेछौँ। सर लास्ट अरू तपाईँले मिराको कुरा गरेर गएको थियो क्या VOSS-मा। मिराको पनि केही थप्दिनु न। मिराको के थप्नु, मिरा एकदमै कथा एकदम इन्ट्रेस्टिङ भएर गएको छ। हुन त अब आफूले बनाएको आफूलाई त्यो लाग्छ होइन, तर पनि अरूको उसको राय बुझ्दाखेरि पनि राम्रो भएको छ। स्टोरी एकदम राम्रो भएको छ। तपाईँहरूले जे चाहनु भएको छ त्यो चिजलाई मैले चाहिँ फिल्मी स्टाइलमा घुमाएर लिएर आउँदैछु। हजुर कथाले एकदम ट्विस्टहरूले बोकिरहेछ। हेरिदिनु होला, मिरालाई पनि माया गरिदिनु होला। दुःख गरेका छौँ, तपाईँहरूले माया गरिदिनु भएपछि हामीले कामलाई निरन्तरता दिन सक्ने हो। तपाईँहरूको मायाबाट हामी चल्ने हो। त्यसले गर्दाखेरि तपाईँको माया अब हालसाल कति भयो सर? अहिले हालिहाल्छु यो अपलोड। कति भाग पुग्यो? आज शुक्रबार हो, आजै तपाईँहरूमा 26 एपिसोड आउँछ। हजुर हजुर 26 एपिसोड आज आउँदैछ। हजुर अनि आजको भाग पनि एकदम ट्विस्ट छ, हेर्नु होला। हजुर हजुर राम्रो छ, राम्रो बनाउने कोसिस गरेको छ। तपाईँ एक छत्र राज गरिराख्नु भएको छ सर, आफ्नो पनि बनाइरहनु भएको छ होइन। तपाईँलाई अब पछिल्लो समय आफूले बनाउँदा काम घटेको छैन सर? छैन, यसले बनाउन थाल्यो अब लिनुहुन्न भन्ने छैन? सबले माया गर्नुभएको छ, सबले गर्नुभएको छ। मेरो प्रोजेक्टलाई पनि तपाईँको प्रोजेक्ट कस्तो राम्रो भन्नु भएको छ, सकारात्मक कुरा गरिदिनु भएको छ। त्यस्तो घटेको भएदेखि त दाइसँग जुनेली भएर मात्रै काम गरेर किन फेरि रमिता होइन होइन झन् बोलाउनु भएको छ। मलाई त एकदम, म त एकदम खुसी छु। हजुर मिडियाका सबै साथीभाइहरूले पनि माया गरिदिनु भएको छ, दर्शकहरूले पनि माया गरिदिनु भएको छ। म त एकदम खुसी, एकदम। अर्को पनि बनाउँदै हुन्छ दाइले, देखाउँछ दाइलाई। अनि जस्तै सर अब म आफ्नो पर्सनमा म यो बोल्ने चाहिँ टेकेन्द्र कार्की हो। तपाईँ र म मिलेर एउटा केही गर्दैछौँ भनेको थियो विनोद श्रेष्ठ प्रोडक्सनमा, त्यो झुट भयो नि? होइन, अब यस्तो छ, हरेक कुराको समय आउनुपर्छ। हजुर धेरै कामहरू पेन्डिङमा छ। हजुर जस्तो लाइक अब हाम्रो गोपाल सरले निर्माण गर्नुभएको प्रेम पूजा हजुरले रोकिदिनु भयो अरे रोकेको छु मैले। साउन्डमा तपाईँ चाहिँ जे काम गर्दा पनि साइड नगरी गर्नुहुन्न अरे, अनि त्यही भएर सायद अहिले ठिक छैन नगर्नु भन्नुभयो। मैले त्यही भएर यो के भन्छ असारमा नगर्नु, साउन्डमा गर्नुहोस् भनेर भनेको छु। असार महिना भनेको दुखी महिना हो, एकदम दुखी। मैले अब त्यो के अरे रोकिनु भयो अरे भन्ने कुरो चाहिँ अलिकति झुटो कुरा के भने दर्शकलाई चाहियो नि त। त्यसले गर्दाखेरि अनि अब यो प्रेम पूजा पनि राम्रो छ, राम्रो कथामा निर्माण भइरहेको छ। त्यसमा त अझ भिन्न चरित्रमा मलाई पाउनुहुनेछ तपाईँहरूले। अझै पनि त्यो चरित्रलाई निखारतापन अझै पनि म ल्याउने कोसिस गर्दैछु। जसलाई च्यालेन्ज पनि छ त्यो प्रेम पूजा चाहिँ। हजुर हजुर अनि अर्को कुरा चाहिँ अब अन्तिममा हामीले अब तपाईँले इन्टरभ्यू दिनुभएको थियो मुरतको दिन। अब त्यो 1 हप्ता 2 हप्तामा आउँछ भने त्यो धेरै लामो भयो। अब कहिलेसम्म आउँछ होला सर प्रेम पूजा? कहिलेसम्म ल्याउने हामीले? प्रेम पूजा हामी श्रावणको 15 भित्रमा तपाईँहरूमा त आइपुग्छ होइन, 15 भित्रमा। त्यो पनि मेरै व्यस्तताले रोकेको, किनभनेदेखि हामीसँग धेरै स्टक किनिसकेका छैनौँ। अब रिलिज गर्न थालिसकेपछि फेरि अब कन्टिन्यू हप्ता दिनुपर्ने कन्डिसन आउँछ। हजुर हजुर त्यो हप्ता दिनलाई चाहिँ हामी स्टक नभएकोले गर्दाखेरि अनि म अब अलिकति मेरो टाइमिङ भएर फेरि अरू एक्स्ट्रा स्टक किनिसकेपछि हामी। ओके ल सर, बिदा। थ्याङ्क यू सो मच। धन्यवाद सर।